ल सबैजनाले चाहिँ अब गाडी यसरी नो पार्किङमा पार्किङ नगर्नु होला। यस्तो हालत पनि हुनसक्छ हजुरको चाहिँ। यो चाहिँ दृश्य हाम्रो एरिचोकमा रहेको ठ्याक्कै एरिचोकको नो पार्किङमा पार्किङ थियो यो गाडी चाहिँ। तर यो चाहिँ यसरी लक किन लाग्यो त्यो भने चाहिँ हामीलाई थाहा भएन। तर चाहिँ ल हेर्न सक्नुहुन्छ यसरी चाहिँ कसैले पनि नो पार्किङमा गाडी पार्किङ नगरिदिनु होला भन्न चाहन्छु म चाहिँ। अब यहाँ चाहिँ हाम्रो जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिकहरू आउनुभएको छ। ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यसरी लक लागेको छ यसमा चाहिँ। ल यसरी लक लाग्छ है यहाँ चाहिँ नो पार्किङमा पार्किङ गर्न पाइँदैन खास। जथाभावी गाडी पार्किङ गरेर प्यासेन्जर गऱ्यो भने हालन लेखेर भाइरल हुन्छ सबको फोटो खिच्छ। दाइ यो चाहिँ यो गाडीमा लक लाग्नको कारण चाहिँ मेन के कारण हो दाइ? ल भनिदिनु पर्यो दाइहरूले चाहिँ। अनावश्यक नो पार्किङमा पार्किङ गरेको कारणले गर्दा चाहिँ यो गाडीमा ट्राफिकहरूले आएर चाहिँ लक लगाउनु भएको होइन त? ल प्यासेन्जरहरूलाई तनाव दिने काउन्टर राख्ने त्यो कारणले गर्दाखेरि ट्राफिकले बढाउँदै ल हस् धन्यवाद।